Hi guys, welcome to my another random mini vlog. हामी चाहिँ हिजो काम सकेर चाहिँ नाइट आउटको लागि बाहिर निस्क्यौँ। लोकेसनमा पुगेर हामी खाना खान सुरु गऱ्यौँ। एकदमै भोक आएको थियौँ। अनि खाना खाइसकेपछि भोलिपल्ट चाहिँ हामी मोनोरेल चढ्नको लागि चाहिँ रेडी भयौँ। टिकट हामीले काटिसकेको थियौँ। अनि त्यसपछि चाहिँ हामी मोनोरेलमा चढ्यौँ। एकदमै रमाइलो एन्ड दिस वाज फर्स्ट एक्सपिरियन्स फर अल अफ अस। अनि मैले चाहिँ भिडियो सुट गर्दैछु। एकदमै खुसी थिएँ म। अब घुम्न जाने भनेको कहिलेकाहीँ नै हो यसरी है। अब मेरो साथीले पनि भिडियो सुट गर्दै थियो अनि हामी चाहिँ एकदमै खुसी थियौँ किनभने अब काम एकदम बिजी स्केड्युलको बावजुद पनि हामी यसरी बाहिर निस्क्यौँ एन्ड नयाँ ठाउँमा एक्सप्लोर गर्न पायौँ। यो मोनोरेल चढेको बिच लोकेसनमा हजुरको 10 मिनट पछाडि चाहिँ एउटा क्याफे रहेछ। त्यहाँ क्याफेमा चाहिँ हामी अलिकति कफी लिउँ भनेर डिसाइड गऱ्यौँ। हामी सबैजना यहाँ बसिरहेको छौँ, वेटिङमा छौँ कफीको लागि। म चाहिँ भिडियो यत्तिकै सुट गर्दैछु। अनि मैले चाहिँ भिडियो चाहिँ खासै मलाई चाहिँ स्किल छैन यो एडिट गर्न सुट गर्नको लागि। अनि हाम्रो कफी प्लस हाम्रो ब्रेडहरू पनि आइसकेको छ। स्मुदी लिएँ मैले चाहिँ। अनि त्यस पछाडि चाहिँ म र मेरो साथी चाहिँ हामी रुफमा गयौँ त्यो क्याफेको है। त्यहाँ चाहिँ दूरबीन रहेछ। दूरबीनबाट चाहिँ एकदमै टाढाको चिजहरू पनि नजिकैबाट जस देख्न सकिँदो रहेछ। अनि मैले चाहिँ उसको भिडियो सुट गरिदिएँ। म चाहिँ ऱ्यान्डमली त्यहाँको प्राकृतिक दृश्यलाई पनि म सुट गर्दैछु है। अनि एकदमै खुसी लागिरहेको थियो। अब जस्ट फ्लेक्सिङ माई गक्स है। अब जस रमाइलो एकदम लागिरहेको थियो है। काम त काम सधैँ कामै गरिन्छ। त्यस पछाडि चाहिँ हामी त्यहाँको कफी पिएर चाहिँ फेरि हामी ब्याक टु हाम्रो पहिलाको प्लेसमा जानको लागि रेडी भयौँ। अब वी वर वेटिङ फर मोनोरेल आइसक्यो। अनि हामी बस्दै फेरि हामी मोनोरेलको यात्रा गर्दैछु। अनि मैले चाहिँ साथीलाई भिडियो सुट गर्न लगाएको थिएँ है। म पनि त आउनु पऱ्यो नि भिडियोमा। त्यस पछाडि हामी लन्च गर्नको लागि एउटा होटलमा गयौँ है। लन्च एकदमै बेकार थियो, नमिठो थियो। त्यस पछाडि फेरि हामी 2 घन्टापछि चाहिँ स्मुदी खायौँ, घर गयौँ।